नमस्कार साथीहरू, आज हामी सिक्नेछौँ शेयर बजार कसरी काम गर्छन्। शेयर बजार भनेको त्यस्तो स्थान हो जहाँ कम्पनीका शेयरहरू किनबेच हुन्छन्। कम्पनीहरूले आफ्नो शेयर सार्वजनिक रूपमा बिक्री गर्छन्। यसलाई आइपिओ भनिन्छ, इनिशियल पब्लिक अफरिङ। आइपिओ मार्फत कम्पनी पुँजी जुटाउँछ र लगानीकर्तालाई आफ्नो कम्पनीको सानो हिस्सा बेच्छ। लगानीकर्ताले शेयर किन्छन् र बेच्छन्। कुनै लगानीकर्ताले धेरै शेयर किन्यो भने उनी कम्पनीका सानो मालिक बन्नछन्। त्यसैले बजारमा लगानीकर्ताको क्रेता-विक्रेता क्रियाकलापले शेयरको मूल्य निर्धारण गर्छ। यसै प्रक्रियाबाट शेयर बजार चल्छ। शेयर बजारले कम्पनी र लगानीकर्ता बीचको सम्बन्धलाई सजिलो बनाउँछ र सबैले नाफा कमाउने मौका पाउँछन्। अब तपाईँ बुझ्नुभयो शेयर बजार कसरी काम गर्छ।